हेलो गाइस आज चाहिँ गाउँ गइँदैछ हल्का रमाइलो साथी पनि लिएर अनि यहाँ चाहिँ आफ्नो होइन अर्को गाउँको नजारा पारीतिर पो हिँड्ने हौ गाउँ पारी परे कि यस्तो छ गाइस यहाँ सोध्दैछ मान्छेले कता हिँड्नु भयो भन्दैछौ कि त्यही भएर चाहिँ गाउँको यस्तो चाहिँ नजारा मकै छरेछ मजाले यहाँ गोरु जोतिरहेछ गाइस हामी चाहिँ जाने यता हो अनि यहाँबाट जानु भनेर रुख कस्तो खतरा यहाँ बस्तीको नजारा एकदम चरा उडिरहेछ एकदम दामी छ अनि तपाईँले देख्नु सक्नुहुन्छ यहाँनिर हामी चाहिँ गाउँ पो घर आउला जस्तो छ आम्मामा उयो खोलामा पुग्नुपर्छ के भयो ब्लर ब्लर आउँछ त खोलाको यहाँ पुग्नुपर्छ हामी चाहिँ म चाहिँ यो भिडियो यो गरेर त म यो भन्छु आज देख्न सक्नुहुन्छ म आज गाउँ जाँदैछु सो तपाईँहरूलाई गाउँको भ्यू देखाउनु छु अनि कस्तो लाग्छ तपाईँहरूले कमेन्ट गरिदिनुहोस् लेट्स गो गाइस ओ भाई कितना बड़ा कालिश है उधर देखो भाई अभी तो नहीं है चलो भाई कोई बात नहीं देखो भाई देखो इधर ओ भाई अरे लोथरो का बहुत ओ भाई ये देख्नु सक्नुहुन्छ है कति खतरा वीर डाँडा पाखा एकदम नेचुरल एकदम दामी छ अर्गानिक डाँडाहरू यहाँ अलैँची बारी रहेछ काटौँ होला लासो लासो जुदो जुदो चुप बिल्कुल चुप हिम्मत कैसे हुई तेरी मुंह खोलने की ठुलो गाडी भएको कारणले गर्दा चाहिँ हामी चाहिँ यहाँ आयो अनि Yeah, hey guys, so super beautiful. त भन्यो यहाँबाट कहाँबाट हो बाटो टेन्सन भयो यताबाट यता छिर्छ सुन्तला बगान एकदम दामी रहेछ यहाँनिर फलफुल चाहिँ सबै लगिरहेको छ अस्ति नै डोयाले कहाँबाट यहाँबाट जान्थ्यो जस्तो लाग्यो बाटो त अहिले त यता मात्रै छ त बाटो त यार यहाँबाट कहाँ छिर्छ हौ टेन्सन भयो त जाउँ मान्छे यताबाट जाउँ यहाँबाट यस्तो गरेर तलबाट छ लो बाटो हेलो गाइस यहाँ चाहिँ सुन्तला बगान एकदमै राम्रो छ कसको भन्दाखेरि चाहिँ डोयाको आफ्नो त होइन डोयाको कसको हो त्यो थाहा छैन हो अनि हामी दुईजना चाहिँ फोटो भिडियो क्लिपहरू लिँदै हिँडिरहेको छौँ ल तपाईँहरूलाई देखाइरहेको छु बस्तीको एकदमै साह्रो परिरहेको छ यहाँनिर हिँड्नु चाहिँ यस्तो छ सुन्तला बगान एकदम दामी छ यस्तो छ बाटो त्यही भएर चाहिँ अब भिडियो गर्नु पनि हामीलाई साह्रै पर्दछ हो यस्तो दामी छ ओह्रालोमा अनि यस्तै छ पहिला त हिँड्थ्यो कि अब त बानी निकै हराएछ गाडी चलाएर हिँड्दै त्यो भएर चाहिँ आज चाहिँ हल्का जाउँ न त गाउँ किन बसिबस्नु घरमै भनेर चाहिँ हिँडिदिएको नि गाइस यस्तो छ जग्गा चरा दामी दामी कराइरहेछ यहाँनिर एकदमै मजाको हामी चाहिँ गाइस सबैलाई देखाइरहेको छौँ हामीले
कस्तो घाम पनि ठिक्कै लागिरहेको छ। आज चाहिँ फेरि धुम्म भएको भए राम्रो हुन्थ्यो। अनि आजको वेदर चाहिँ राम्रो छ। हामी चाहिँ एकदम घोडा काट्नु थाल्यो अहिले डाउनमा। एउटा ओह्रालोमा चाहिँ साह्रो पर्छ। ओ मारो भाइ मारो। ऊ त्यहाँ निक्लिनु पर्छ त। ऊ त्यो डाँडामा गुवा बगान देख्दै छैन उयो ट्याप्पै त्यही हो मेरो घर। गुवा बगान त्यही हो है घर चाहिँ त्यहाँभित्र छ। तपाईँलाई गाउँ देखाइदिन्छु ल मेरो। यही हो रोड आइरहेछ। यो चाहिँ मेरो गाउँ गुवा बगान हो। अब त्यहाँ पुग्नुपर्छ हामी तल झरेर खोलामा झरेर त्यहाँबाट खोलाबाट सट्टै फेरि उकालो जानुपर्छ माथि। त्यो भएर चाहिँ अहिले चाहिँ ओह्रालोमा गइरहेको छु। यो चाहिँ अर्काकै जग्गा हो। स्यामसिङमा हिँडिरहेको छु। अब छुक्का पुग्नुपर्छ यहाँबाट। यहाँबाट जानुपर्छ त भरे त अब हत्तेरिका टेन्सनको कुरा छ हौ। यतातिर सुन्तला चोर्दै खाँदै हिँडेको हामीहरू डोयालाई झुक्काउँदै। सुन्तला पहिला त हुन्थ्यो अहिले सबै टिपेर सकिहालेछ हो। अब यस्तो छ बाटो। अनि खोला तरेर जाने आज चाहिँ प्लान गरियो दुई भाइले। अनि सररसँगले गइरहेको छु। आज चाहिँ गर्मी पनि भएको छ। यो ब्यागमा चाहिँ के बोकिरहेको छु खानेकुरा जुस बोकेर बोकिरहेको छु। आम्मामा यो चाहिँ मैले काटेको पहिला बस्नुहुन्न अहिले यस्तो भएछ। तर मिठो मिठो कराइरहेको छ त। यो बाटो चाहिँ धन्न छरेछ जस्तो सोचेको त्यही रहेछ बाटो। तपाईँले सुन्तला बगान यता राम्रो छ त। हो यो साम्ची जङ्खाको घर हो। यो हेरिरहनुहोस् गाउँको भ्यू। यहाँबाट जाउँ यता त होइन। यहाँनिर बनाएको छ बाँदर रुङ्ने जग्गा। अनि गोठ पनि रहेछ यहाँनिर त। आम्मै यो कस्तो दामी बनाएछ यो। अरे बाबा रे बाबा ओ भाइ यहाँ तपाईँ देख्नुहुन्छ बाघ यहाँ सुतिरहेको छ बिचरा। अब यहाँ रहेछ बाघ दुईजना छ। अब सुतेछ यहाँ बाघ। बाघ चाहिँ सुतेछ। कैसा लगा मेरा मजाक? होइन हामी चाहिँ जङ्गलमा आइपुग्यो फेरि यस्तो रहेछ बाटो चाहिँ यहाँ चाहिँ। अहिले हिउँदको टाइममा यो गोठसम्म चाहिँ हिँड्दो रहेछ मान्छे अलिक। यहाँबाट यता चाहिँ खोलामा जाने मात्रै हिँड्दो रहेछ कि फर्केर नि यहीँबाट आउनु पर्ने। हेर्नु पुरा उयो चरा त पुरा रहेछ त। गेटिस भए त म हान्थेँ नि। पछि फेरि फारस अब चाहिँ खोला झर्नेवाला खोला कराको आवाज आयो फाइनली स्वाँ गरेर आइरहेछ है। आज के मजेदार भिडियो देखो भाइ। अलिक गाह्रो छ यस्तो छ बाटो। अब खुट्टा कामले थर र के ठुलो कुरा गर्नु। तल भएपछि थर काम त हो खुट्टा। अहिले त हिँडेकोले गरेर अलिकति राम्रै छ। मोटो टिका हो सला यो पल्ली आयो पसिना पुरा टकायो। ओह्रालोमा यसरी पसिना आउँदा चाहिँ यो उकालो बाटो हिँड्दाखेरि के हुन्छ। ओ भाइ आम्मा उता खोला फाइनली देखियो। यसलाई भन्छ खरे खोला खोइ हो नि। फ्याक्रे फलेको छैन नि यहाँ त अलिक ठुलो मात्रै फल्छ हौ। स्कुल टाइममा साह्रो टोकेला ए तेरिका भुसुना पनि कस्तो बाँदर सम्झे क्या हो। बाँदर सम्झे क्या साला। आदमी हो आदमी झुकेगा नहीं साला। अबे साले भुसुना डाइले छ यहाँबाट सही बाटो छ भाइ। तर मर्छु क्या हो यो ओह्रालो हिँडेको छ। यो बाटो उस्तैले सक्दैन इन्टरनेसनल खेलाडीहरूले मात्रै हिँड्छ यो। हामी चाहिँ अब फाइनली अब बैठ जस्तो आप देख सकते हो भाई साहब इधर में बहुत ट्रेन में ज्यादा ये बहुत खतरनाक जगह है ये इलाके। यस्तो भयो पसिना हिँड्नुको लागि चाहिँ बहुत मेहनत गर्नुपर्छ। यो बस्तीको डाँडा काँडातिर हिँड्नुको लागि चाहिँ। अनि यसरी पसिना आउँछ गाइस। तपाईँले देख्नु सक्नु भएको छ। हेरिरहेको कुराहरूलाई क्या फटो कुरा गरेको ठ्याक
जन्तु जनावर भने जन्तु जनावर छ अरे गाइस साथी माथितिर जन्तु छ अब चाहिँ हामी फाइनली झर्नेवाला छौँ खोलामा हेरिबस्नु होला मस्तसँगले आज चाहिँ मस्त परिकारले ठुलो तुर्सा खोलामा फाइनली झर्नेवाला छौँ तपाईँले देख्न सक्नुहुन्छ आजको एपिसोड अनि अब चाहिँ जङ्गलको बाटो गर्दै गर्दै हत्तु हैरान अचम्मै परान देखिन्छ फाइनली गाइस खोलामा झर्नेछौँ अनि यहाँ चाहिँ तर्नेवाला चाहिँ तल छौँ अनि यो भाइ नै झरेको छैन अहिले चाहिँ यहाँनिर बाटै छ बाटो चाहिँ एकदम यस्तो घुमेर जानुपर्ने छ गाह्रो छ बाटो यो बाटो फर्किनु पर्ने हुन्छ अनि हामी चाहिँ यो खोलामा झरेर खोला तल गएर तल पत्थरबाट यता गएर चाहिँ हामी तर्नेवाला छौँ है तपाईँले हेरिरहनुहोस् अब खोला तर्दाखेरि के हुन्छ कस्तो हुन्छ बा गरेर सातो भएर गयो भने केटाहरू त फिनिस 2 मिनटमा फिनिस हुन्छ यो बाटो चाहिँ ओ भाइ साहब यो बाटो हो मान्छे हिँड्ने बाटो कि बाँधन हिँड्ने बाटो हो आम्मा पुरा साह्रो पऱ्यो जिन्दगी गोरेटोमा यति हिँड्यो भनेर चाहिँ यहाँ त स्पिड जानुपर्ने रहेछ साथी अड्किन गर्मी ओ बाबा रे बाबा गर्मी रे बाबा ए उठाले रे देवा उठाले रे बाबा ल गाइस खडे खोला भन्छ फाइनली गाइस अब चाहिँ हामी चाहिँ खोलामा पुग्यो अब यही खोला तरेर चाहिँ जानुपर्ने हुन्छ हामीहरू घरमा पुग्नुपर्ने हुन्छ यो माथि देखेको छ नि डाँडा यो डाँडातिर जानुपर्ने हुन्छ अनि हामी चाहिँ यहाँबाट जाने हो सिधै यहाँबाट नतर्ने हो तल देख्नु भएको त डाँडा लास्ट एन्ड भएको छ नि त्यहाँबाट तर्ने हो त्यहाँबाट तरेर चाहिँ सिधै जाने हो यहाँ हाम्रो यहाँनिर कटेरो बारी तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर यो हो हाम्रो मुनिको बारी चाहिँ यहीँ छ अनि यहाँबाट चाहिँ अहिले खत्तु भयो यहाँ झर्दाखेरि यो चाहिँ खोला तुर्सा